चाइना जाँदा नौतुना जाम्ला नौतुना जाम्ला यति राम्री मायालुका पाम्ला आधी खोलीतिरैमा चोखो माया दिए त सानोले फुल झैँ लाउँथे सिरैमा चोखो माया दिए त सानोले फुल झैँ। हेलो सो आज पनि तपाईँहरू नयाँ भिडियोमा स्वागत छ र आई होप हजुर सन्चै आरामै हुनुहुन्छ ल। म पनि एकदम सन्चै आरामै छु, फाइन एकदम फिट एन्ड मिन छु। म भर्खरै काम गरेर आएको थिएँ अनि लङ टाइमपछि भ्लग बनाउँछु कि मैले अनि बनाएकै थिएन। घर आएको कति दिन भयो मेरो भनेपछि 6 गते आएको थिएँ। अहिले आज कति गते 22 6-22 अब जोड्नु चाहिँ 16 दिन भइसक्यो म घर आएको पनि एकचोटि भिडियो बनाएन होइन। तपाईँहरू पनि देख्नुहुन्थ्यो होला। आज चाहिँ यसो हान्दिउँ भिडियो भनेर सोचिरहेको छु। अब कस्तो हुन्छ के हुन्छ हेर्नु होला, लास्टसम्म हेर्नु होला अनि सपोर्ट पनि गर्नु होला, माया देखाइदिनु होला। अहिले चाहिँ मेरो काम के छ भनेपछि खाना पकाउने पऱ्यो खाना पकाउनु पऱ्यो है। सो अनि खाना त पकाउनै पऱ्यो। खाना पकाउनु पऱ्यो भनेपछि भात पकाउनु भएन। मम्मीहरू फेरि खेतमा जानुभयो कि च्याउ रिनु भएको छ, च्याउ पकाउनु पऱ्यो अब। अनि फेरि के छ अनि फेरि त्यस्तै यो जिन्दगी। हिजोको दाल थियो खै अनि फेरि मैले फेरि उ गरेको थिएँ कि यो छ नि यो जगमा यो माटो सबै मैले पटाएर राखेको थिएँ। मुनु पनि त यहाँ छिन् नक्कलु दिन्छ त्यस्तै हो। अनि यहाँ चाहिँ हाम्रो गोठ थियो पहिला खरको, अनि फेरि आगो लाएर अनि फेरि सबै के भन्छन् जलेको थियो कि भिडियो। तपाईँ म भिडियो पनि त्यो आगो लागेको क्लिप पनि हालिदिन्छु यहीँमा। सबै जलेर अनि यस्तो यस्तो भएको थियो। अनि फेरि यहाँ अहिले फेरि हामीले बनाउन खाम पैसा ऋण खोजेर। त्यहाँ चाहिँ हिजो पराल भर्खरै किनेर लिएर राख्नुभएको छ। त्यस्तै छ। अब चाहिँ म खाना पकाउँछु ल। भात चाहिँ बसाल्नै पर्छ कुकरमै, राइस कुकरमा। हिजोको भात चाहिँ धुनुपर्छ यार, भिजा लाग्ने यार। चिया पनि खाइसक्यो। अब च्याउ पकाउँछु अनि च्याउ पकाएर अनि टक्क अनि भेट्नुपर्छ ल। च्याउ सब्जी पकाउँदै भेट्नुपर्छ। नरो कालो यता रोको यता भिडियो गरेर भिडियो यता हेर्नु त फेसबुकमा हाल्दिनलाई भिडियो यता हेर्नु त यता बाबालाई पठाइदिनु बाबालाई रुन्छ यो केटी एउटा रुन्छ डालो के गरेछियो आउ मसिङ आउँछु ओ बहिनीमा रोही बहिनीको दिदी तिमी ननुहुने यताबाट हामी राम्रो देखिन्छौँ है, काल्लु यता हेर्नु। हेलो यस्तै हामी चाहिँ भान्जालाई म चाहिँ उजाएर राख्छु मैले। छोड न मेरो खानै पाकेन हो ल भन तिमीले भन्ने हो तिमी हामी हिँड्छ भन रुने मान्छेले रुन दिनुपर्छ कि। डल्लो मेरो भिडियो हेरेछ है, हाई गरिदे ल हाई गरिदे। उचाल्न सक्छस् तैँले? उचाल्न सक्दैनस् लौनु भाउजू यार आउनु। त्यही हो कि मान्छे म खाना पकाउने मान्छे पनि यहाँ छु यार। खाना पकाउने मान्छे म यहाँ छु लाइन नभएर। दिउँसो कहाँ जाने कति बजे? 1 बज्यो आज शुक्रबार। बान्दा हातेको झामै ल। त्यही नि साथीहरू म चाहिँ अब खाना पकाउनु पर्छ। मेरो लाइन आयो कि लाइन आयो भने भन्नु है भाउजू, लाइन आयो भने खाना पकाउनु पर्छ या।
अहिले यति अहिले फेरि पछि फेरि म देखाउँछु हजुरहरूलाई हाम्रो यस्तै छ घरै उतो घर चाहिँ हाम्रो यस्तो यस्तो हिँडेको हिँडेको यहाँ चाहिँ आगो लाग्यो यहाँ चाहिँ कुखुरा खान सबै खान मस्त हेर्नु खाना पकाउनु भनेको न साथीहरू लाइनै आएन कि अनि मैले यहाँ पहिल्यै यारमा मसला हालेर रेडी पारेको छु यार लाइन नआएर तनाव जिन्दगी यो दुध पनि छ हाम्रो घरमा अनि दुध फेरि दिनुपर्ने हुन्छ अहिले दुध डायरीलाई दुध खाएको त्यहाँ नि त कटरमा दि सबै चाहिन्छ कि यसलाई सबै चाहिन्छ नि तँलाई सबै चाहिन्छ यहाँ न माथिया कति दामी है या कस्तो खतरा कि यस्तो बाघ जस्तो हुने कि बिरालोहरू पनि ठिक छ ल अब त्यही नै हो अब यहाँ चाहिँ म धेरै देखाउँदिनँ नि घरको पनि के देखाउने अब चाहिँ सिधै भेट्नुपर्छ फाइनली गाइज हामी चाहिँ बिहामा टक्क आफ्नो साथी हामी यहाँ छौँ अरू चाहिँ बिहामा टक्क बाह्रमा बजार गइएन कि साथीहरू यार गाह्रो छ काले पनि यहाँ जन्ती देवी हो यसको बुढा यही हो कि भिडियो गर्न बोलेको थिएन म अहिले चाहिँ म्याम दाई भाउजूहरू जन्तीहरू मस्त बसिरहेछन् अहिले चाहिँ मस्त सबै मान्छेहरूले टिका लाउँदै पैसा दिँदै गरेको थिएँ त्यो चाहिँ अगाडि मेरो साथीहरू नि यहाँ चाहिँ थुप्रो मान्छेहरू आएछन् अँधेरो भइसक्यो अँधेरो भएर यहाँ केही पनि देखेको छैन मान्छेहरू स्यालहरू पनि देखियो नि हाँसो लाग्ने अनि फेरि यस्तै छ बिहा भन्ने कुरो यस्तै हुने रहेछ मैले पनि गर्नुपर्छ जस्तो भइरह टिका लाउँदै पैसा दिँदै गरेको छन् ठिकै छ यस्तै हो बिहा भन्ने बच्चा बच्चीको बिहा कति बेला हाँसो लाउँछ यो राम्री केटी यहाँ अर्को झन् राम्री केटी मेरोवाला तनाव ठिक छ मैले पनि बिहा गर्नु पर्यो अब चाँडो नै त्यस्तै लगाएर मलाई भाइले बोलाऊ यार